गुल्मीको एक सानो गाउँमा दिलबहादुर नामका एक युवा किसान बस्थे। वैदेशिक रोजगारीबाट फर्किएपछि उनले गाउँमै केही गर्ने अठोट गरे। धेरैले उनलाई फेरि विदेश जान सल्लाह दिए, तर उनले आफ्नै गाउँमा केही नयाँ काम सुरु गर्ने सोच बनाए। धेरै अध्ययन र कृषि कार्यालयको परामर्शपछि उनले बाख्रा पालन सुरु गर्ने निर्णय गरे। सुरुमा दिलबहादुरसँग ठूलो पुँजी थिएन। उनले 5 वटा माउ बाख्रा र एउटा बोका किनेर सानो गोठ तयार गरे। गोठ हावा चल्ने, सुक्खा र सफा हुने गरी बनाए। उनले बुझिसकेका थिए कि बाख्राको स्वास्थ्य राम्रो भए मात्र फाइदा लिन सकिन्छ। त्यसैले नियमित खोप, जुकाको औषधि र सन्तुलित आहारमा विशेष ध्यान दिन थाले। उनले गाउँ नजिकैको खाली जमिनमा घाँस खेती पनि सुरु गरे। नेपियर घाँस, भटमासको पात र विभिन्न स्थानीय घाँस रोपे। यसले चारा खर्च घटायो। साथै घरको भान्साबाट निस्कने तरकारीका बोक्रा र अन्नको भुस पनि बाख्रालाई खुवाउन थाले। यसरी उनले खर्च नियन्त्रण गर्न सिके। 6 महिनापछि उनका बाख्राले पाठा पाउन थाले। बाख्राको संख्या बढ्दै गयो। उनले पाठालाई राम्रो तौल पुगेपछि बजारमा बिक्री गर्न थाले। चाडपर्वको समयमा त झन राम्रो मूल्य पाइन्थ्यो। दशैं नजिकिँदै गर्दा व्यापारीहरू गाउँमै आउँथे र उनले राम्रो मुनाफा कमाउन थाले। दिलबहादुरले केवल मासु बिक्री मात्र गरेनन्। उनले बाख्राको मललाई खेतमा प्रयोग गरे, जसले तरकारी उत्पादन बढायो। तरकारी पनि बजारमा बेचेर थप आम्दानी हुन थाल्यो। यसरी एउटै व्यवसायबाट 2 वटा फाइदा लिन सके, मासु र तरकारी दुवै। 1 वर्षपछि उनले आफ्नो बाख्रा संख्या 20 पुर्याए। अब उनको मासिक आम्दानी पहिलेको भन्दा धेरै बढेको थियो। गाउँका अन्य युवाहरूले पनि उनको काम देखेर प्रेरणा लिन थाले। उनले सबैलाई भने, बाख्रा पालनमा सफलता पाउन धैर्य, सरसफाइ र व्यवस्थापन सबैभन्दा महत्त्वपूर्ण हुन्छ।